आजको खाजा यस्तो खालको बन्ने हो। सिरौला यो सालको अन्तिम सिरौला हो। यति नै रहेछ। यसलाई मैले घिउमा भुटे मजाले। पड्किसक्यो। सिरौलाको खट्टे भइसक्यो। अब यसलाई मैले रातो भएर भुटियो। पड्किसक्यो। यस्तो मजाले पड्केको छ। एकदमै गुड स्मेल आएको छ। एकदमै मिठो बसाएको छ। दुध हालेर मैले रातो भइसकेको सिरौलामा दुध राखेँ। अब यो दुधमा चाहिँ बिस्तारै पाक्दै जान्छ। यो पाकेर मिठो बास्ना आएको छ। मिठो मिठो टेस्टी बास्ना आएको छ। छर्केर पाकेको छ। यो मजाले भुटिएको हुनाले पाक्न पनि अलिकति टाइम लाग्छ। मजाले पाक्यो भने चाहिँ अझै टेस्टी हुन्छ। अझै यो सफ्ट हुनुपर्छ। यो नरम हुनुपर्छ। घिउमा भुटिएको हो र चिनी हालिसकेपछि अझै सफ्ट नरम हुन्छ। यो तयार पाकेर रेडी भइसक्यो। अब यसलाई मैले यसरी पस्केँ। यसलाई चाहिँ अब भए त सम्भव भए त अचारसँग मिठो हुन्थ्यो। मुलाको अचार अथवा लप्सीको अचारसँग एकदमै टेस्टी हुन्छ। यो मुला अथवा लप्सी जेसँग पनि पुरानो अचारसँग खाँदा एकदमै स्वादिष्ट लाग्छ। खाना रेडी भयो। आज चाहिँ यसरी खाजा रेडी गरेर बनाइयो।